यस्तो सजिलो तरिकाले सङ्घ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्ध भेटाउनुहुन्न। मैले यहाँ एकदमै की पोइन्ट मात्र लेखेको छु, कोर कुरा आउनै पर्ने हो। आखिर सङ्घ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्ध कसरी, के गरी र कुन कुन कुरामा चाहिँ छ भन्ने कुरा चाहिँ मैले यहाँ समेटेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ राजनीतिक अन्तर सम्बन्ध भनेको छ। राजनीतिक अन्तर सम्बन्धमा मैले 3वटा मात्र बुलेट लेखेको छु। संवैधानिक आधार भनेको छ। तपाईले संवैधानिक आधारमा सर्वप्रथम त धारा 232 मा भएको कुरा सङ्घ प्रदेश स्थानीय तह बीचको अन्तर सम्बन्ध हुनका लागि समन्वय, सहकारी र सह अस्तित्वको विषयको प्रत्याभूत गरेको छ। सुरुमा साझा अधिकारको विषयमा तपाईहरुले अनुसूची त पढ्नु भएको छ हैन? अनुसूची पढ्नु भएको छ। सङ्घको, प्रदेशको, स्थानीय तहको साझा अधिकारको विषयमा कानुन बनाउँदा चाहिँ सङ्घीय कानुनलाई चाहिँ प्राथमिकता दिइन्छ। दोस्रोमा र समन्वयकारी निकाय भनेको छ। समन्वयकारी निकायमा चाहिँ जस्तै राजनीतिक विवादहरू उत्पन्न भयो भनेपछि त्यसको समाधान गर्नको लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद र प्रदेश र स्थानीय तहको समन्वय गर्नको लागि चाहिँ राष्ट्रिय समन्वय परिषद चाहिँ रहने व्यवस्था गरेको छ। बुझ्नुभयो कि नै? यसमा राजनीतिकमा 3वटा विषय, यो 3वटा मात्र सम्झिनु होला। प्रशासनिक अन्तर सम्बन्ध भनेको छ। प्रशासनिक अन्तर सम्बन्धमा कर्मचारी परिचालन है, कर्मचारी परिचालन गर्दाखेरि सङ्घले जस्तै प्रदेश र स्थानीय तहमा त कर्मचारीहरू समायोजन गर्ने व्यवस्था रहेको छ। बुझ्नुभयो कि नै? सेवा प्रवाह गर्नका लागि कर्मचारी परिचालन भनेर समायोजन मात्र लेखेको छु मैले। र प्रशासकीय प्रमुखको रूपमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरेको छ भने सङ्घबाटै हुन्छ त्यो पनि। र अर्को प्रदेशमा चाहिँ प्रदेश सचिव पनि सङ्घले नै खटाउने व्यवस्था गरेको छ। देख्न सक्नुहुन्छ त्यहाँ स्थानीय र प्रदेशमा लेखेको छु मैले प्रशासकीय प्रमुख भनेर। र अर्को छ प्रदेश समन्वय परिषद। प्रदेश समन्वय परिषदमा चाहिँ जस्तै प्रदेशहरूमा भएका योजनाहरू र प्रशासनिक कार्यहरू सञ्चालन गर्नका लागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद चाहिँ क्रियाशील रहने व्यवस्था रहेको छ। बुझ्नुभयो? अर्को रहेको छ गमा आर्थिक अन्तर सम्बन्ध। आर्थिक अन्तर सम्बन्धमा के छ? राजस्व बाँडफाँड छ। जस्तै अन्तशुल्क, मूल्य अभिवृद्धि कर, तिनै तहमा बाँडफाँड हुन्छ नि त। यो विषयलाई कसले समेटेको छ भन्नाले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 ले समेटेको छ। र अर्को छ वित्तीय हस्तान्तरण भनेको 4 प्रकारका अनुदानहरू, समानीकरण, सशर्त, विशेष र समपूरक भन्छ। यो 4वटा अनुदान पनि सङ्घले प्रदेश र स्थानीय तहलाई विभाजन गर्ने गरेको छ। अर्को रहेको छ प्राकृतिक स्रोतको रोयल्टी। प्राकृतिक स्रोतको रोयल्टीमा 50% सङ्घले राख्ने र 25% प्रदेशलाई र 25% चाहिँ स्थानीय तहलाई दिने गरेको छ हो। अर्को छ आन्तरिक ऋण। आन्तरिक ऋण चाहिँ प्रदेश र स्थानीय तहले लग्दाखेरि नेपाल सरकारको चाहिँ सहमतिमा चाहिँ आन्तरिक ऋण लिने व्यवस्था रहेको छ। अर्को छ न्यायिक अन्तर सम्बन्ध। घमा न्यायिक अन्तर सम्बन्ध छ जहाँ लेखेको छ संवैधानिक इजलास भनेपछि संवैधानिक इजलास भनेपछि त सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्र अधिकार सम्बन्धी विवादहरू उत्पन्न भयो भने त्यसको समाधान संवैधानिक इजलासबाट हुने व्यवस्था रहेको छ। अर्को छ न्यायिक समिति। स्थानीय स्तरमा भएका विवादहरूको समाधान गर्नका लागि उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा 3 जना सदस्यहरूको एउटा स्थानीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको छ। अर्को छ कानुनी तहसोपान भन्छ। कानुनी तहसोपान भनेको प्रदेश र स्थानीय तहले कानुन बनाउँदा सङ्घीय कानुनसँग नबाजिने तरिकाले कानुन बनाउनुपर्छ। यदि बाजिएमा बाजिएको हदसम्म चाहिँ अमान्य हुने व्यवस्था रहेको छ भनेको छ। यो कुरालाई तपाईले एकचोटि फेरि मैले जे भने त्यो विषयलाई चाहिँ कपीमा टिपोट गर्नुहोस्। एकैचोटिमा चाहिँ तपाईले सहजै तरिकाले याद गर्न सक्नुहुन्छ। यो चाहिँ कोर कुरा हो। तपाईहरुले बुकमा फरक फरक भेटाउन सक्नुहुन्छ।